आज म यस्तो बाटो हिँड्दैछु जुन बाटो हिँड्न धेरै मान्छे डराउनुहुन्छ। तपाई यो गाडी गयो भने म जादैन, म अस्ति एक दिन गाडी त्यो बाटो जादैन म, किनभने कारण अप्ठ्यारो छ। तर त्यो बाटो यस्तो ठाउँ जान्छ जुन ठाउँको भिडियो हरेक नेपालीले एकचोटि हेर्नै पर्छ। नेपालको चीनसँगको 1 नम्बर पिलर अनि लिपुले कालापानी लिम्पियाधुरा जाने बाटो। यसरी भनौं न, धनगढीबाट डडेलधुरा बैतडी हुँदै हामी दार्चुलासम्म त धेरैले आउनु नै भएको होला। दार्चुलाको खलङ्गादेखि अहिले एउटा यस्तो बाटो बन्दैछ जुन तिङकर चाइनाको नाकासम्म पुग्छ। यो बाटो करिब 80-90 किलोमिटर छ। धेरै खुलिसकेको छ, केही बाँकी छ। भान्जा भित्ता भित्ता छेउछेउ नलैजाऊ। तर यो बाटो हिँड्न अत्यन्तै डरमर्दो भने पक्कै पनि छ। आउनुस् आज यही बाटो खलङ्गादेखि हामी कहाँसम्म बनेको छ जाँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला, डरमर्दो छ, मुटु डरो बनाएर हेर्नुहोला। मेरो भान्जा बिस्तारै बिस्तारै जाउँ है, बाँच्नु पनि पर्छ। यो भिडियो व्हाट्सएप, फेसबुक, मेसेन्जर आफ्ना साथीहरूलाई पनि सेयर गरेर पुर्याइदिनु होला। यो हाम्रो राष्ट्रिय गौरवको, हाम्रो देशको एउटा ठुलो फड्को मार्ने बाटो हो। हाम्रो देशको एउटा शान पनि हो। दार्चुला जुन आफैमा पनि विकट जिल्लालाई चिर्दै गरेको यो बाटो पक्कै पनि छिटै बन्ने आशासहित कस्तो छ त यो भिडियोमा म देखाउँदैछु। अप्ठ्यारो छ, अन्तिमसम्म हेर्नु होला है त। बाटो सुरु हुँदैछ है, बाटो सुरु हुँदैछ। यही बाटो हो, हामी जाने बाटो चाहिँ यही हो। भाइ यो भन्दा पनि अप्ठ्यारो छन् बाटो अगाडि। यो भन्दा नि अप्ठ्यारो छ अगाडि, धेरै अप्ठ्यारो। यो त खाली अहिले त ट्रायल मात्र हो, यो सुरुवात मात्रै हो। सुरुवात मात्र हो, कास्टिङ आउन बाँकी छ। यहाँबाट तल इन्डिया देखिन्छ, यता नेपाल र बाटो है। बाटोहरू उतापट्टि इन्डियाको बाटो हेर्नुहोस् त, पुरै पिच छ। यतापट्टि नेपालको बाटो भर्खर खनिँदैछ। म त नडराइकन हेर्नु होला है, नडराइकन हेर्नु होला। यो भिरको बाटो, यो भन्दा अफरोड चाहिँ लगभग हामीले देख्न गाह्रो छ। जाने यही भिरको बाटो हो, पारी गाउँ हुँदै। र भान्जा बिस्तारो है। डर पनि लागेको छ। यो अप्ठ्यारो छ बाटो। यो बाटो चाहिँ हाम्रो लिपुले कालापानी लिम्पियाधुरा जाने बाटो हो। अप्ठ्यारै देखाउनु पर्यो यार अगाडिबाटै। मान्छे झर्नु सक्छ नि यार, होइन? मान्छे जान सक्दैन तल। भिर छ पुरै। यो भिरको सबैभन्दा अप्ठ्यारो कता हो? ठाउँमा बाटो बनेको छ है नेपालको। भान्जा भित्ता भित्ता छेउछेउ नलैजाऊ। तल त यस्तो छ नि भान्जा, तल हेऱ्यो भने त मान्छे पौलाउँछ होइन। यो बाटो, यो चाहिँ लिपुले लिम्पियाधुरा कालापानी जाने सडक खण्ड हो। धुलो चाहिँ दामी आउँदो रहेछ नि त है, त्यही भएर तपाईँले मास्क लाउनु भएको। गाह्रो हुन्छ नि यो, पछाडि नचढिकन ठाउँ फेरि पुग्दैन रहेछ है तपाईँलाई। यहाँ बाटो हेर्नु ल, म बाटो देखाउँछु।
यो बाटो यो भन्दा रिस्कको चाहिँ बाटो सायद नेपालमा छैन होला। जम हामी डराइदैन। बाटो पुरै अप्ठ्यारो छ। कस्तो छ नि बाटो यस्तो छ, यतापट्टि पुरै भिर छ, भिरदेखि चट्टानले खोपेर यसरी बनेको छ यो बाटो चाहिँ। र जति सक्दो भित्ता कुदाउनुपर्छ यहाँ। पछि असार साउनमा त डेन्जर हुन्छ होला नि है। पानी परेपछि त नि ओए कसरी कुदाइन्छ हौ। यहाँ हेर्नु है, अर्को गाडी आयो भने छिरेन। आम्मा भिडियो चाहिँ नडराइ हेर्नु होला है। हिजो राति हामी यो बाटो हिँडेको, राति हिँड्दाखेरि त खत्रै भएको थियो। डाँडा काँडा चाहिँ देखेको थिएन, बाटो मात्रै देखिएको थियो। अनि आज चाहिँ दिउँसो हिँड्दैछौँ। या बाटो यस्तै छ। धन्न गाडी कुदाउने हाम्रो नेपालको यो भाइ त झन् 9 वर्षदेखि गाडी कुदाएको अरे, 9 वर्षको उमेरदेखि। यस्तो ठाउँमा कस्तो गाडी कुदाइ कस्तो छ भाइको? राम्रो छ? दोस्रो दिन चढ्नुभएको? म क्यामेरा पनि पुस्दै गर्छु, धुलोले सकेको छ। यसको 80,000 90,000 जति पर्छ, माइक बिना चाहिँ। यो भिडियोलाई सेयर गरेर सबैसम्म पुर्याइदिनु होला। युट्युबमा भिडियो आएको छ, भाग्य नेउपाने सर्च गरेर एकचोटि सबैजनाले हेर्नु होला है त। जसले यो हेर्दै हुनुहुन्छ युट्युबमा आउनुहोस् है, एकचोटि सर्च गरेर हेर्नु होला है त। फर्निचर चाहिए दमक सोफा सेन्टर आउनु होला। आउने बाटो भाटबाटै नि पुग्नु पर्दैन। दमकबाट आउँदा मालपोत कटेपछि दमक सोफा सेन्टर आउँछ, हाइवेमै छ।